निर्वाचन मुखैमा आइसक्यो। अब हाम्रा उम्मेदवार चाहिँ यो निर्वाचन आइसक्दाखेरि के गर्दैछन् त? कतै उखुको बारी बोकेर हिँडिरहेका छन्, कतै छमछम्ती नाचिरहेका छन्, कतै मतदाताको घरमा गएर मोही पारिरहेका छन्। भने कतै जेरी पकाइरहेका छन्, कतै जित्यो भने प्रधानमन्त्री र पार्टी सभापतिसँग भेट गराउने बाचा गर्दै हिँडेका छन्। यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा बाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नम्बर 1 र 2 बाट तपाईहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामेछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने बाचा मैले अहिले नै गरे यहाँहरूलाई। कतै सपोर्ट गरे मासुको झोलमा बिकेको आरोप लगाइरहेका छन्, त कतै सपोर्ट गरे विदेशीको एजेन्ट, सहकारीको ठगको मतियार भन्दै आरोप लगाइरहेका छन्। जे गरे, जे देखियो। अब एकछिन सोचौँ त, हाम्रा समस्या यति मात्रै हुन् त कि हामी जनताको प्राथमिकता नै गलत ठाउँमा परिरहेको छ? हामी आज के हेरेर प्रभावित भइरहेका छौँ त? फोटो, स्टन्ट, रिल, भाइरल कुन रिल गइरहेको छ, आरोप प्रत्यारोप, चुनावी ड्रामा। हामी चुनावी बहस भनेर एउटा बहस चलाउँछौँ अनि हिजो के गल्ती गरियो भनेर चर्काचर्की गर्छौँ। हिजो जेल तोडेर को भाग्यो, कसरी जेल बस्यो, कति वर्ष जेल बस्यो, किन जेल बस्यो, कसले कहाँ सहकारी ठग्यो, गोली कसले चलायो, गोली चलाएको ठाउँसम्म कसले पुर्यायो, यस्तै हामी यसमै अल्झिरहेको छौँ। भन्ने गर्नु भएको छ भने यो बनाउने र डराउने बीचको द्वन्द हो जनमत संग्रह पनि भन्नु भएको छ। तपाईहरु कसरी बुझिराख्नु भएको छ, मतदातालाई के बुझाइराख्नु भएको छ? तर कसैले सोध्यो त भोलि के गर्ने? अब एकपटक गम्भीर भएर सोचौँ। भोलिको नेपाल कसरी बनाउने, विकास कहाँ गर्ने, प्राथमिकता के, कसरी गर्ने, बजेट कति, कहाँबाट ल्याउने, खाका कहाँ छ यो सबै कुराको? आजको राजनीति भिजनभन्दा प्रदर्शन धेरै छ, नीतिभन्दा नारा धेरै छ, तथ्यभन्दा ट्रोल धेरै छ। हामीलाई के देखाइराखेको छ भने उखु बोकेको भिडियो देखाछ, हामीलाई जेरी पकाएको भिडियो देखाछ, हामीलाई कतै कार्पेन्ट्रीको काम गरिरहेको भिडियो देखाएको छ, कतै गएर डमीसँग भोट मागेको भिडियो जुन रिल भाइरल भएको छ त्यो देखाएको छ, कतै बाख्राको पाठासँग भोट मागिराखेको भिडियो देखाएको छ। तर हामीले कहिले सोध्यौँ त तपाईँ जुन जिल्लाको लागि चुनाव लड्दै हुनुहुन्छ त्यो जिल्लाको जीडीपी कति पुर्याउनुहुन्छ, त्यसको रोड म्याप के हो, पर क्यापिटा इन्कम कसरी बढाउने, फरेन इन्भेस्टमेन्ट कुन सेक्टरमा कति भित्र्याउने, कसरी भित्र्याउने, जुन इन्भेस्ट गर्छु भनेर आएको इन्भेस्टर छ त्यसलाई तेरो लगानी चाहिँ सुरक्षित छ है नेपालमा भनेर प्रत्याभूति दिलाउने खाका के छ, कुन ऐन संशोधन गर्नुहुन्छ, त्यसको टाइमलाइन के छ? आफ्नै लगानीकर्ताले हात झिकिराखेको बेलामा विदेशी लगानीकर्ताले जसले नै भनेको छ, एमाले काङ्ग्रेस 7 सालदेखि काङ्ग्रेसले भनेको, एमाले भन्यो, त्यसपछि माओवादीले द्वन्द्व गरेर आएर भन्यो, इभन राजाले पञ्चायतकालमा नै भनेको जनताको प्रस्परिटीको लागि सबले काम गरेको छ। कुरा काम गर्छौँ भनेको छ, गरेको छ भन्दा पनि काम गर्छौँ भनेर चुनावको अगाडि सबैले भनेको छ। तर कसरी गर्छौँ भनेर कसैले भनेको छैन। मलाई आशा थियो योचोटि रासोपा पनि त्यसमा चुकेको छ। बाचापत्र, घोषणापत्र, प्रतिबद्धता पत्र जे भनेर निकाले भने तिनीहरूले रिजल्ट मात्र दियो कि यो गर्छौँ भनेर, कसरी गर्छौँ भनेको छैन। नो, अहिलेसम्म कसैले पनि यसरी गर्छौँ भनेर भनेको छैन। त्यसैले देश भावनाले बन्दैन, योजनाले बन्छ र देश स्टन्टले होइन सिस्टमले चल्छ। अब जनताले सोध्नुपर्ने बेला आएको छ, जुन तिमीहरूको बाचापत्र छ, प्रतिबद्धता पत्र छ या के पत्र, घोषणा पत्र छ, जे छ त्यसको 5 वर्षपछिको मेजरेबल टार्गेट के हो? रिजल्ट दिने प्रतिबद्धता खोइ
भिजन डकुमेन्ट त छ, तर त्यो भिजन डकुमेन्टलाई कसरी पुरा गर्ने, त्यसको प्रोसिडियर खोइ त, यसरी यस्तो यस्तो गरेर हामी यो गर्छौँ भनेर भन्नु पऱ्यो नि त। हामी यो गर्छौँ मात्र भनिएको छ क्या। यदि उम्मेदवारसँग, अहिले आएका जुन जुन उम्मेदवार छन् उनीहरूसँग स्पष्ट आर्थिक योजना छैन, रोजगारी सिर्जना गर्ने कुनै एउटा ब्लु प्रिन्ट छैन, लगानी भित्राउने रणनीति छैन भने हामी फेरि उही गल्ती दोहोऱ्याउँदैछौँ जुन गल्ती हामी 7 सालदेखि दोहोऱ्याइ आइरहेका छौँ। अब हिजोको गल्तीको बहस गर्छौँ फेरि, त्यो बहसले भोलिको नेपाल त बन्दैन नि त। भोलिका पिँढीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनको लागि त भोलि के गर्ने त्यसमा बहस चलाउँ न। भोलिको नेपालको स्पष्ट योजना, कडा निर्णय र जवाफदेहिता खोजौँ। अब निर्णय तपाईँहरूको हातमा, ड्रामालाई भोट कि दृष्टिकोणलाई।